ल सुरु गरौँ। आजको हाम्रो टपिक छ टेन्सन मेम्बर। व्हाट इज टेन्सन मेम्बर? अ मेम्बर व्हिच इज मेनली सब्जेक्टेड टु टेन्साइल फोर्स इज कल्ड टेन्सन मेम्बर। है त a member which is subjected to tensile force is called tension member. हामीले टेन्सन मेम्बरको डिजाइन गर्नुभन्दा पहिला टेन्सन मेम्बर कसरी फेल हुन्छ भनेर बुझ्नुपर्ने हुन्छ, अनि मात्रै त्यो फेलर क्राइटेरियामा सेफ हुने हिसाबले डिजाइन गर्ने है। अब हेरौँ त टाइप्स अफ फेलर अफ टेन्सन मेम्बर। टाइप्स अफ फेलर अफ टेन्सन मेम्बर। के हुन्छ त? ग्रॉस सेक्शन यील्डिंग, त्यसपछि हुन्छ नेट सेक्शन र्याप्चर, त्यसपछि हुन्छ बल्क शियर फेलर है। ब्लक शियर फेलर। हामीले यो कुरा जान्नुभन्दा पहिला सबैभन्दा पहिला अझ जान्न पर्ने अर्को एउटा कुरा हुन्छ। त्यो के हो त भने त्यसलाई हामीले के भनिन्छ त? शियर ल्याग इफेक्ट भनिन्छ है। शियर ल्याग इफेक्ट के हो त? शियर ल्याग इफेक्ट देखाउँ त? नॉन यूनिफॉर्म स्ट्रेन, नॉन यूनिफॉर्म स्ट्रेनिंग ऑफ मेंबर इज कॉल्ड शियर ल्याग इफेक्ट है। जसरी कम्प्रेसन मेम्बरमा बक्लिङ चाहिँ एउटा अनडिजायरफुल इफेक्ट हो, त्यसलाई हामीले मिनिमाइज गर्नुपर्छ। त्यसरी नै टेन्सन मेम्बरमा चाहिँ अनडिजायरफुल इफेक्ट भनेको शियर ल्याग इफेक्ट हो है। अब के हो यसको एउटा फिगरमा हेरौँ त। जस्तै एउटा मेम्बर छ, यसमा लोड पी लोड लागेको छ, देखाएको प्याटर्नमा लागेको छ है। यसमा स्ट्रेनिङ कसरी आउँछ त? यसरी आउँछ। यसमा हेरौँ त यो एजमा के छ त? म्याक्सिमम स्ट्रेनिङ भइरहेछ, सेन्टरमा मिनिमम स्ट्रेनिङ भइरहेछ भनेको दिस इज नन युनिफर्म स्ट्रेनिङ अफ दिस मेम्बर है। त्यही भएर यसलाई के भन्छ त? शियर ल्याग इफेक्ट। यो शियर ल्याग इफेक्ट भन्ने बित्तिकै सधैँ यही फिगर सम्झिने होइन। यो यही प्याटर्नको लोडको लागि मात्रै यो फिगर हो। शियर ल्याग इफेक्ट भनेको के हो त? नन युनिफर्म स्ट्रेनिङ अफ मेम्बर। जस्तो कि यही ठाउँमा हाम्रो लोड लाग्यो, यसरी बिचबाट यसरी लोड लाग्यो भने के हुन्छ त? यो पिछ भने अब यसमा चाहिँ युनिफर्म स्ट्रेनिङ हुन्छ। यो चाहिँ के भयो त? यो शियर ल्याग इफेक्ट भएन। शियर ल्याग इफेक्ट भन्नाले यही फिगर सम्झिने होइन, यो प्याटर्नको लागि यो फिगर हो है। यसको मेन कज भनेको के हुन्छ त? ड्यू टु इसेन्ट्रिसिटी एन्ड इट इज ड्यू टु
इसेन्ट्रिसिटी एन्ड एनी अदर इफेक्ट है, एनी अदर इफेक्ट। हामीले पछि डिजाइनमा हेर्छौँ यो शियर ल्याग इफेक्टलाई कसरी हामीले मिनिमाइज गर्नुपर्छ, यसको लागि रिडक्सन फ्याक्टर के हो, त्यसको फर्मुला के हो, त्यो सबै हामीले डिजाइन पार्टमा हेर्छौँ है। अब हामी आउँ टाइप्स अफ फेलर अफ टेन्सन मेम्बर। ग्रस सेक्सन यील्डिङ, अर्को के थियो नेट सेक्सन र्याप्चर, त्यस्तै अर्को के थियो त बल्क शियर फेलर है। त्यस्तै अब हाम्रो छ डिजाइन स्ट्रेन्थ अफ टेन्सन मेम्बर। टेन्सन मेम्बर के हो त डिजाइन स्ट्रेन्थ अफ टेन्सन मेम्बर भनेको भन्नुस् त मिनिमम अफ दिस 3 भ्यालु है। स्ट्रेन्थमा चाहिँ के हुन्छ त मिनिमम अफ दिस 3 भ्यालु ग्रस सेक्सन यील्डिङ, नेट सेक्सन र्याप्चर र बल्क शियर फेलरको मिनिमम जुन स्ट्रेन्थ छ त्यसलाई चाहिँ डिजाइन शियर स्ट्रेन्थ भनिन्छ। सुरुमा छ हाम्रो ग्रस सेक्सन यील्डिङ। सुरुमा हाम्रो के छ ग्रस सेक्सन यील्डिङ। यसको स्ट्रेन्थलाई हामीले के भन्छ त टिडिजी है। जस्तो हाम्रो एउटा मेम्बर छ कभर बट जोइन्टले जोडेका छौँ यसलाई हामीले। सुरुमा हाम्रो लोड लागिसकेपछि के हुन्छ त यसमा लोड लागेको छ। यो रिवेटको होल सुरु हुनुभन्दा पहिला यहाँदेखि यति दूरीमा चाहिँ यसमा के आउँछ त यो पोइन्टमा आउँछ ग्रस सेक्सन यील्डिङ। ग्रस सेक्सन यील्डिङ भनेको के हो त यील्डिङ भनेको इलङ्गेसन बियोन्ड द लिमिट है। यील्डिङ इज इलङ्गेसन बियोन्ड द लिमिट, बियोन्ड द लिमिट। पर्मिसिबल भन्दा बढी इलङ्गेसन भयो भने त्यो यील्डिङ हो। र यसको फर्मुला के दिएको छ हामीले कोडमा इक्वल्स टु जहिले पनि यील्डिङ भन्ने बित्तिकै एफआई लिनु पर्यो ग्रस सेक्सन इन्टु एरिया ग्रस डिभाइडेड बाई गामा एम नट। हामीले होल बनाउनु भन्दा पहिलाको एरिया है त। एफआई भनेको के हो त यील्ड स्ट्रेस। त्यस्तै गामा एम नट भनेको के हो पार्शियल सेफ्टी फ्याक्टर है। यसको भ्यालु कति हुन्छ त 1.1 हुन्छ है। जस्तो यसको वाइड बी छ र यसको थिकनेस टी छ भने एरिया ग्रस एरिया कति हुन्छ त बी इन्टु टी। अब हाम्रो 2 नम्बरमा के छ त डिजाइन टेन्साइल स्ट्रेन्थ इन नेट सेक्सन र्याप्चर।
यसको फर्मुला के छ त 0.9 into FU divided by gamma M1 into area net. जहिले पनि मैले तपाईलाई पहिला पनि भनेको थिए के हो त स्ट्रेन्थ भनेको स्ट्रेस इन्टु एरिया हो है FU भनेको के हो त अल्टिमेट टेन्साइल स्ट्रेस AN भनेको नेट एरिया गामा M1 भनेको के हो त यो पार्शियल सेफ्टी फ्याक्टर यसको भ्यालु कति हुन्छ त 1.25 नेट एरिया भने के हो त एरिया आफ्टर मेकिङ द होल है भनेको होल बनाइसकेपछिको एरिया नेट एरिया भनेको यसमा लेखौं त एक नम्बरमा लेखौं फर चेन बोल्टिङ को लागि के हुन्छ त नेट एरिया भनेको B minus N into die of hole DH into T त्यस्तै फर डायमन्ड बोल्टिङ को लागि नेट एरिया भने के हुन्छ त B माइनस यसमा DH मात्रै हुन्छ है त जहिले पनि क्रिटिकल सेक्सनमा एउटा मात्रै बोल्ट हुन्छ डायमन्ड बोल्ट प्याटर्नमा त्यस्तै अब आउँछ जिगज्याग बोल्टिङ मैले मेटेँ है यसलाई एकतिरको मात्रै देखाएँ जिगज्याग बोल्टिङ भनेको यो के हो त यो पिच भनेको अलोङ द डाइरेक्सन अफ लोड यो पिच 1 भयो यो पिच 2 भयो यो गेज 1 भयो यो गेज 2 भयो गेज भनेको के हो त परपेंडिकुलर टु डाइरेक्सन अफ लोड गेज भनेको परपेंडिकुलर टु डाइरेक्सन अफ लोड अब हाम्रो यो क्रिटिकल सेक्सन कसरी जान्छ त यो 1 यो 2 यो 3 यो 4 यो 5 क्रिटिकल सेक्सन कुन भन्नुभयो त यसमा क्रिटिकल सेक्सन 1 2 3 4 5 है यो क्रिटिकल सेक्सन हो यसमा नेट एरिया इक्वल्स टु के हुन्छ त AN इक्वल्स टु B माइनस NDH into T plus summation of P square by 4G into T है यहाँ हेरौँ त N भनेको कति छ त क्रिटिकल सेक्सनमा 1 2 3 वटा बोल्ट छ भनेपछि N भनेको कति हुने भयो त N को भ्यालु 3 हुने भयो र यसको हेरौँ त कस्तो हुन्छ हाम्रो माथिको फिगरको लागि B minus 3 into DH into T plus PN square by 4G1 plus P2 square by
4g2 into t। अहिलेको फर्मुला के को लागि थियो त? अहिलेको फर्मुला थियो प्लेटहरुको लागि थियो है। अब हेरौं रोल्ड सेक्सन भनेको एंगल सेक्सन, च्यानल सेक्सन हरुको लागि चाहिँ के हुन्छ त? डिजाइन स्ट्रेंथ, डिजाइन टेंसाइल स्ट्रेंथ इन नेट सेक्सन र्याप्चर को फर्मुला हेरौं त। TDN equals to 0.9 FU divided by gamma m1 area net plus beta into Fy into AG naught divided by gamma m naught। अब यसमा हेरौं त Fu भनेको के हो त? Fu भनेको अल्टिमेट टेंसाइल स्ट्रेंथ, एरिया अफ connected leg in net section। अब गामा m1 भनेको त पार्शियल सेफ्टी फ्याक्टर कति हुन्छ त? 1.25। त्यस्तै Fy भनेको के हो त? यील्ड स्ट्रेस। AG naught भनेको के हो त? ग्रॉस एरिया अफ आउटस्ट्यान्डिङ लेग। अब बेटा भनेको के हो त? बेटा इज इक्वल्स टू, दिस इज रिडक्सन फ्याक्टर। के को लागि रिडक्सन फ्याक्टर हो त? टू take care about the shear lag effect। This is for shear lag effect, है, for shear lag effect। beta is reduction factor for shear lag effect। टेंशन मेम्बर को लागि सबैभन्दा उपयुक्त सेक्सन भनेको के हो त? एंगल सेक्सन हो है। जहिले पनि एंगल सेक्सन, कुन एंगल सेक्सन त? अनइक्वल एंगल सेक्सन। जस्तो यो हाम्रो गसेट प्लेट छ, यो लंगर लेग जहिले पनि अनइक्वल एंगल सेक्सन विथ लंगर लेग कनेक्टेड टू गसेट प्लेट है। यो लंगर लेग को W1 भयो, ल सर्टर लेग W छ। किन लंगर लेग कनेक्ट गर्ने? लंगर लेग कनेक्ट गरेपछि नेट सेक्सन एरिया बढ्छ। किन सर्टर लेग चाहिँ कनेक्ट नगर्ने? किनकि सर्टर लेग कनेक्ट गरेन भने रिडक्सन फ्याक्टर चाहिँ कम हुन्छ। रिडक्सन फ्याक्टर जहिले पनि सर्टर लेगमा मात्रै युज हुन्छ, किनकि शियर ल्याग इफेक्ट जहिले पनि अनकनेक्टेड लेगमा आउँछ। त्यही भएर बेटा चाहिँ नै जहिले पनि अनकनेक्टेड लेगको लागि मात्रै युज हुन्छ। यो के हो त? यो कनेक्टेड लेग। यो कुन हो त? यो आउटस्ट्यान्डिङ लेग। अब हेरौं त, हामीलाई एफयू यो सबै थाहा हुनु। एएनसी भनेको के हो त? नेट सेक्सन एरिया अफ कनेक्टेड लेग भनेको कति हुन्छ त? W1 into T minus 1/2 into T into T भनेको कति हुन्छ त? W1 minus T/2 into T। यो किन गरेको भन्दाखेरि यसको यसलाई डिवाइड गर्दा यसरी डिवाइड हुन्छ। W1 into T भनेको के हो त? T भनेको यसको थिकनेस हो। यतापट्टि पनि थिकनेस T छ। जस्तो यसको W1 into T मात्रै गर्दाखेरि त यो यहाँसम्म आयो। यो ट्रायंगुलर पार्ट छ, यो पार्ट चाहिँ के हुन्छ त? दोहोरिन्छ हाम्रो। यो डबल भएको दुईटा ट्रायंगुलर पार्ट छ नि,
यो नेट सेक्सनमा यो ट्रायंगुलर पार्ट घटाउनु पर्यो, आउटस्ट्यान्डिङ लेगको पनि यो अर्को ट्रायंगुलर पार्ट घटाउनु पर्छ है। अब हेरौँ त एरिया एजी नट भनेको के हो त, ग्रस सेक्सन एरिया अफ आउटस्ट्यान्डिङ लेग भनेको यसो के हुन्छ त W - T/2 इन्टु T। बुझियो छ? जहिले पनि टेन्सन मेम्बरको लागि युज हुने भनेको के हो त, अनइक्वल एंगल विथ लंगर लेग कनेक्टेड टू गसेट प्लेट है। यो चाहिँ मस्ट इफेक्टिभ सेक्सन हुन्छ फर टेन्सन मेम्बरको लागि। अब बेटा भनेको के हो त, बेटा भनेको रिडक्सन फ्याक्टर हो के का लागि, टू टेक केयर अबाउट द शियर ल्याग इफेक्ट। अब हेरौँ त बेटा को फर्मुला के छ, बेटा इज इक्वल्स टू 1.4 माइनस 0.0076 W/T into Fy/Fu into Bs/Lc should be greater than or equal to 0.7 है। यो IS 800-2007 मा हेर्ने यो फर्मुला है। अब यसमा हेरौँ त W भनेको के हो त, पहिला म तपाईहरुलाई एउटा फिगर बनाउँछु। यो गसेट प्लेट मैले यसरी राखेँ, यसमा के छ त हाम्रो बोल्टेड कनेक्सन छ है। एउटामा यो के हो त बोल्टेड हो, त्यस्तै अर्को हामीले वेल्डिङमा राखौँ है त, अर्को वेल्डेड कनेक्सन छ। यो आउटस्ट्यान्डिङ लेग को लेन्थ भनेको W है। यो चाहिँ के हो त वेल्डेड कनेक्सन। वेल्डेड कनेक्सन भयो है यो। अब यो फर्मुलामा हेरौँ त W भनेको के हो त, W भनेको आउटस्ट्यान्डिङ लेग को लेन्थ, T भनेको थिकनेस, Fi भनेको यील्ड स्ट्रेस, Fu भनेको अल्टिमेट टेन्साइल स्ट्रेन्थ। अब Bs भनेको के हो त, बोल्टेड कनेक्सन में चाहिए लेखौं त Bs इक्वल्स टू W प्लस X माइनस T है। X भनेको के हो त, X भनेको यो आउटर एज देखिको यो सँग यति डिस्टेन्सलाई हामीले X भन्छौं। यति डिस्टेन्सलाई हामीले के भन्छ त X भन्छौं है। अब यसमा त बोल्ट छैन, वेल्डेड हो, Bs इक्वल्स टू W मात्रै हुन्छ है। अब LC भनेको त लेन्थ अफ कनेक्सन हो, लेन्थ अफ कनेक्सन